बेपत्ता थियो हिजोदेखि नै हिजो दिउँसोदेखि लाइन गर देखेछौ बेपत्ता 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 थियो बल्ल 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 भर्खर लाइन आएको छ यहाँ अब न्यू इयर लाइन आएको छ के भन्नु म होइन साँच्ची म कोमामा जाने कोमामा गइसकेको थिएँ तर बिच बाटोबाटै फर्केर आएँ किनभने लाइन आयो खुसी लाग्यो आज वैशाख 1 गते धेरैजना सबैजनालाई ह्याप्पी न्यू इयर भन्न चाहन्छु गाइज होइन अब के गर्नु त्यही हो खुसी कुराहरू केही छैन न्यू इयरमा सबैजना घुम्न हिँडेको छ नि अब त के भन्नु भएको बिस्राबाट उठ्याएको छ अब यस्तै छ जिन्दगी अब के भन्नु अब आजको दिन घुम्न जानेहरूलाई धेरै 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 ह्याप्पी न्यू इयर पानीले स्वागत गरोस् तपाईँहरूलाई म त्यति साह्रो पापी त छैन अब ठिकै आओस् त्यति ठुलो पानी नआओस् अलिअलि यसो मोबाइल सोबाइल भिज्ने फोटोसोटो खिच्न नमिल्ने गरेर पानी आओस् ऊ चाहिँ उसको त ड्रेसअप रेडी भयो माई गड कुर्तावाले त्यो गाइज होइन आज भन्नु न न्यू इयरको दिन अब के छ तपाईँ रेडी भएर भन्छु कि पोजिसनमा बस न तिमी अब उसले त नयाँ अब देखाइहाल्यो अब नयाँ नयाँ वर्षको आफ्नो किनेको एउटा जुत्ता हो त्यो जुत्ता मात्रै लाएर ह्याप्पी न्यू इयर जुत्ता मात्रै ह्याप्पी न्यू इयर गाइज भन्नु मैले फोन आएको छु ल उसलाई चाहिँ अब के भन्छ अरे अब है मलाई हिजो नयाँ काँडा पनि लिएको छु दिदी उसलाई बैठक लगाइरहेको छ आफूलाई चाहिँ पानी पर्छ एकछिन अब यस्तो कपडा सपडा लगाएर फोटो सोटो खिचिदिने अनि होइन म त्यति साह्रो पापी त छैन होइन अब त्यो घुम्न गएको मान्छेहरूलाई किन अब त्यस्तो म त जान पाइन ठुलै पानी परोस् है म त त्यही हो होइन म त त्यति साह्रो पापी छैन अब हल्का चाहिँ परोस् भन्नु त्यति ठुलो पानी चाहिँ नपरोस् हल्का चाहिँ परोस् अहिले मोबाइल सबै भिज्ने फोटो खिच्न नमिल्ने गरेर चाहिँ पानी परोस् आज विशेष वैशाख 1 गते होइन कतिजना विवाह गर्ने सोचमा हुनुहुन्छ विवाह गर्ने पानी पऱ्यो नि केही फरक परेन तर घुमेर चाहिँ फोटो फेसबुकहरू देखाउने मान्छेलाई चाहिँ पानी परोस् पानी म त अलैछिनमा लगाएर फोटो खिचेर यार आफ्नो त कपडा पनि छैन यार केही छैन भाग एउटा जुत्ताको मात्रै यार म देखाइदिन्छु है दिदी जुत्ता कति नयाँ छ के छ भन्ने कुरा गाइजहरू हेर्नु सबैजनाले उहाँले देखाउन चाहनुहुन्न त्यही पनि म देखाउन गइरहेकी छु हेर्न सक्नुहुन्छ जुत्ता लगाएर चाहिँ कहाँ जाऊ म उहाँको त नयाँ पाइदिन्छ हेर्नुहोस् है केही छैन साँच्ची कसम हेर्नुहोस् है हेर्नुहोस् आज यही जुत्ता लगाएर ह्याप्पी न्यू इयर भनेर जुत्ताको मात्र तर जुत्ता लाउनु किन आज पानी पर्न लागेको छ यो फोहोर हुन्छ नयाँ जुत्ता हो नि त त्यही भएर 1000 जुत्ता होइन 1000 त केही छैन प्लानिङ अब बुफर बजाएर नाच्दिने हो पानी परोस् यहाँ बेड रेडी छ अब सुत्दिने अब के अन्त कहाँ घुम्न जानु होइन खानु छ आफ्नो दिदीले नयाँ नयाँ तरिकाको पकाउनु भएको छ अब ल्याम्ब लगाएर खाएर सुत्दिने हो जुत्ता देखिसक्नु भयो क्या अब एकछिन पछाडि कहिले काहीँ त यसो सोच्छु होइन मेरो लाइफ के म यसो सोचिरहेको हुन्छु विरतै लाउँछ मलाई फेरि यस्तै यस्तै मान्छेहरू देख्छु अनि कमलाबाट फर्केर आउँछु क्या खुसी लाग्छ मलाई त फेरि कसम यस्तो मान्छे देख्दा त ठन्डक मिल गयो अरे दिलको भनेर क्या हो आयो भाइ झलिमली बहुत भइरहेछ अब हाम्रो अब यस्तै म त रेडी पनि भएको छैन रेडी हुनलाई केही पनि छैन सो होइन त्यही भएर सबैजनालाई जतिजना पनि आजको विवाह गर्ने नव जोडीहरू हुनुहुन्छ उहाँहरूलाई पनि धेरै धेरै शुभकामना अब आफ्नो त के गर्नु न जोडी छन् न सोडी छन् अब न कपडा छन् हेरे हो एकछिन दिदी नयाँ लुङ्गी लगाएर क्या दिदी त नयाँ लुङ्गी छ के रे 2 दिन लगाएर लुङ्गी होइन यस्तो गर्छु प्र्याक्टिस छुइन होला परे गाईको यो त प्र्याक्टिस त गर्नु पर्यो होइन अब यहाँ नयाँ नयाँ साल आएको छ के थाहा बहिनीहरूको पनि बिहा हुन सक्यो म त यस्तरी बस्नुपर्छ होइन नमस्ते धोक्दी गरे अनि जोडी खै जोडी कोहीले यस्तो गरेर फोटो मलाई नुहाएको है गाइसहरू हेर्नु उहाँ चाहिँ एकदम फोरी मान्छे हो मैले पनि यति साह्रो त छैन हौ म
आज नयाँ साल 1 गते घुम्न जाने मान्छेहरूको लागि के गरोस् रे भीषण पानी परोस् पानी परेर नयाँ लुगारी सबै भिजोस् फोन पनि भिजोस् फोन त नभिजोस् अब त्यति साह्रो गिरेर चाहिँ नसोचौँ मान्छेहरूलाई कसैलाई केही न तर पानी परोस् त्यो के भन्छ फोटोसोटो खिच्न पनि नमिलोस् क्यामेरा अरू त के होइन ठुलो पानी परोस् मेरो मनदेखि म इन्द्रदेवलाई बोलाउन चाहन्छु आउनुहोस् तपाईँ प्रकट हुनुहोस् म आफ्नो औकातमा आउँछु है फेरि खै दिन त म पनि जुत्ता लगाइदिन्छु अब के भन्छ न्यु इयर ह्याप्पी न्यु इयर भन्दै अब एउटा जुत्ता लगाएर न्यु इयर के मनाउनु खुट्टाको मात्र फोटो खिचेर हाल्छु आज म खुट्टाको मात्रै मनाउने भनेको खुट्टाले रहेछ ह्याप्पी न्यु इयर स्याबास एउटा पनि नयाँ जुत्ता लगाउनु पाए खुट्टाले त्यही हो खुसी कुरा कति भाग्यमानी हो मेरो खुट्टा खुट्टादेखि माथि त केही छैन खुट्टादेखि माथि केही छैन जुत्ता छैन है ओ माई गड दिदी म कस्तो देखिछु कस्तो देखिछु यस्तो राम्रो नयाँ जुत्ता भेट्ला छ बहिनी ढोगर म कस्तो देखिछु तेरो कुर्ता भन्दा मेरो जुत्ता राम्रो छ होइन त्यसको कुर्ता भन्दा मेरो जुत्ता राम्रो छ नि ओ बहिनी भाइ हेर्न सिडी पाउँछ गाइस ह्याप्पी न्यु इयर लाइनमा बस्यो बरु टिकटकको गाइस ह्याप्पी न्यु इयर हो के भन्दा होइन यहाँभन्दा तल यहाँ यति मात्रै छ अब यहाँभन्दा माथि छैन भएको देखाउनु पर्यो अब यही त हो नि यति बाबा कस्तो राम्रो हुँदो नि ए यार यत्रो नयाँ पुरै कुर्ता लागेको छ त्यही पनि अलि यस्तो भएको उस्तो भएको भयो भनिरहेको आफ्नै जुत्ता भरमा त खुसी भएको छ होइन गाइस जुत्ता फोकस ह्याप्पी न्यु इयर मेरो थोपा त्यो ध्यान नदिनु जुत्तातिर दिनु यता होइन यता यस्तो गरेको पुरा हल्लाकै बस्दिनु म त ढलेर नै ढल्दिनँ म यस्तो राम्रो जुत्ता भएको छु कहाँ ढल्नु हो अब काँटा पनि देखाइरहेको छ ए भगवान् आज मै गर्दैन नयाँ हो नि त नयाँ मैले अघि नै भन्छ नि मलाई मेरो जिन्दगी देखेर बिरतै लाउँछ मलाई यस्तो बिरतै लाउँछ कि यस्तो जिन्दगी पनि के जिउनु जस्तो लाग्छ फेरि यस्तै मान्छेहरू देख्छु क्या मैले छेउछाउमा अनि यस्ता मान्छे त अब खुसियाली छन् बाँचेका छन् मेरो त झन् के भनेर फेरि क्या खुसी लाग्छ मलाई अब म फेरि आफ्नो पोजिसनमा आइहाल्छु है खुसी लाग्छ हो मलाई अब के भन्दै एउटा जुत्ता पनि देखाएँ अब अरू त अब बिस्तारै देखाउँला जुत्ताभन्दा माथि त अब त केही देखाउनलाई केही पनि छैन छ गाई छ उहाँले एकदमै लुकाएर हो मलाई थाहा छ म फेरि अहिले दिदीको पोजिसन देखाउनु पर्यो भने त एकदमै के अरे खुल्ला तरिकाले बोल्ने मान्छे साथी हो म एकदम झुट पनि नबोल्ने मान्छे एकदमै बिल्कुल के भन्दा होइन अब जुत्ता आज 1 गतेको दिन पानी परोस् ठुलो पानी परोस् मेरो लागि खुसीको कुरा त्यही हो अनि अहिले एकछिनपछि पानी पर्यो भनेर भिडियो पनि बनाएर हाल्छु म होइन पानी परोस् त्यति साह्रो ठुलो पानी परोस् बाटै अवरोध होस् भन्नु चाहन्न कि म सानो पानी परोस् हाताङ फुट्यौँ त्यो ड्रेस नयाँ कपडा लाएर फोटो खिचेर हाल्नेहरूको आँट झन् ठुलै पानी परोस् यति पानी परोस् कि यति पानी परोस् त्यो जुत्ता नयाँ जुत्ता लगाएर बुटहरू लाएर हिँडेर स्यान्डल देखाएर हिँड्नेहरूको अगाडि झन् त्यो हिलो बाटैभरि यत्रा 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 हिलो यस्तै लागेर बस्छु म त यहाँ फेरि लुङ्गे लाउनु लाग्यो नयाँ यहाँमा यस्तै लाग्छ क्या फोन हे के रे हे आमा सानीमा भ्याकुटाले फुल पार्यो पानीमा बल्ल पर्यो निर्माया माकुरी जालैमा ए पर्यो निर्माया माकुरी जालैमा क्या दुनियाँ छ यार दिमाग पनि छैन टेन्सन पनि छैन अनि यस्तो मान्छेलाई हो यार आफ्नो त के गर्नु भएको एउटा दिमाग पनि धमिनाले खाइसकेको छ हे के अरे हे आमा सानीमा भ्याकुटाले फुल पार्यो पानीमा म गएँ दिदी बल्ल पर्यो निर्माया
जान्छु पानी आएको छ कि हेर्न जान्छु होइन सफा छ मौसम एकदमै राम्रो छ सफा छ 2081 साललाई पार गरेर 82 सालमा आज ठ्याक्क म खुसीका साथ उठेको छु भनेर मिल्दैन सो गाइस होइन सबैजनालाई न्यू इयरको धेरै 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 शुभकामना राम्रोसँग मनाउनु होला आज विवाह गर्ने नवज्योतिहरूको लागि पनि धेरै धेरै शुभकामना अरू त के होइन मलाई ठुलो कुरा पानी आओस् त्यही हो खुसी कुरा नयाँ कपडा पनि छ घुम्न जाउँ भने फ्री पनि छ बोयफ्रेन्ड पनि साथमै छ यार किन टेन्सन छ आफ्नो केही छैन भाइ एउटा जुत्ता भएर लाएर जाउँ हिलो छ त्यो के भन्नु गाह्रो छ मलाई जुत्ता कस्तो अझ जुत्ता लाने एक भित्ताको खुट्टा छ अझ जुत्ता लगाउनु अर्को सानो जुत्ता फुल भन्छ फुलिरहँ जुन भन्छ चम्किरहँ हेमन्त भन्छ सधैँभरि माया मोह बाँधिरहँ बाँचुन्जेलीलाई फला भने नि ओरिजिनल सिङ्गरलाई भेरी गुड यस्तो सिङ्गर हो नि फेरि होइन यस्तो गीत गाउनु मन लाग्छ तर के गर्नु चान्स मिल्दैन कसैलाई के रोकिन्छ कसैलाई के दिन्छ म्युजिक लगाएर नाच्यो बजा मजा आएगा ना भिडु मजा आएगा हो मरे जिन्दगी यसरी बसे मसानीमा हे के रे कति यहाँ सानैमा भनिसक्यो दिमाग खराब गरेर रुको जरा सर बाजा त लगाए धुलो उडाएर नाच्छु म धुलो त चाहियो धुलो उडाएर को गयो घुम्न मुर्दानीहरू अनुहार नपरेकाहरू भन्नु त्यो जाने क्यामेरामा नदेखाइदे हात तेरो कालो हात कति कालो देखियो त्यो अबे भनि छैन मुर्दानीहरू घुम्यो होइन म जाने होला होइन आज कतिबाट गर्लफ्रेन्ड बोयफ्रेन्ड गयो होला होइन चप्पलले हान्नु चाहिँ रिसिटी बेला चप्पलले नहो चप्पलले हान्छु अब टेन्सन गरेर के अर्को अर्काउने बसेछ साइको खै खै के फोन तर हामी बजाइ के बजाउने यहाँबाट बाजा लाइन आधार लगाइदिने नाच के बहिनी नाच म नाचिहाल्छु नि म त नाच्ने त नाच 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 बसन्ती नाच भन्ने लगाइदिउँ भो बातालाई हामी त प्योर हो पियर बाग्लुङ होइन यो गीत बनाएको नगर्नु होला हौ रबिन के सब्स्क्राइब गर्नुहोस् हाम्रो च्यानल अनि नजिकैको बेल आइकन थिच्नुहोस् अन्य नयाँ भिडियो पाउनको लागि सँग परेको थियो आज साथीले आज साथी भिडियो टेबल बनाएको भन्थ्यो आइज नाच नाच यो जुत्ता बनाउँछ यहाँ जुत्ता बनाउँछ दिमाग नि छैन टेन्सन छैन
नयाँ वर्ष मनाउँछ भने त हामी है लाइभ बस्ने त्यसो नाच आफ्नो लाइफ आफ्नो मर्जी हजुर बोला कालो भयो अरे हेर नानी आइपुग्यो हाम्रो नयाँ साल यस्तो लाग्छ कोठाभित्र कहाँनिर जोइन गर्छ है मम्मी खाना आयो आइज शाबास ओहो Happy New Year साथीहरु ओए जुत्ता हेर्छ जुत्ता मेरो जुत्ता यता घुम्ने अब सबै घुम्न जान्छन् हामी त कतै घुम्नु स्या नाच्न साथी अब के अन्त सबैजनालाई ह्याप्पी न्यू इयर ढिला भयो Happy New Year घुम्न जा भन्नु सक्नु छैन यी देखेको रुममा मेरो नयाँ कुठाएर आएछ मैले घुमा चाहिँ खिल्देको मुरो त फिल छैन योबाट त जाने हो रोजी बस्नेमा भात खायो गाइसहरु भात खायो सबैले हेर उता ओ नागिन डान्स गर दिदी नागिन डान्स गरेर पैसा क्लास हेर म्युजिकमा थाल्छ धेरै त